हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई एम सुमन राई। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज चाहिँ हामी एउटा यात्रा गर्ने क्रममा छौँ साथीहरू। अब हामी चाहिँ एउटा यात्रा गर्दैछौँ होइन। त्यो यात्रा गर्दै जाँदाखेरि के कस्तो हुन्छ, हाम्रो यात्रा के कस्तो रहन्छ होइन, सबै कुराको अपडेट म हजुरहरूलाई राख्दै जान्छु। हजुरहरूले पनि साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा पनि राखेको छु। र अब लगभग हामी सबैजना रेडी भएर होइन अब हिँड्न लागेको अवस्था छ। अब के कस्तो हुन्छ हाम्रो यात्रा है, सबैजनाले हामीलाई प्रे गरिदिनु होला भन्न पनि चाहन्छु है। सबैजनालाई धेरै धेरै माया, मिठो सम्झना। अब गाइजहरू हामी चाहिँ लाग्न लागेको, हामी चाहिँ अब लागेको है चाहिँ अब पानी बबाल आयो नि बेलुकी, तर भरे आउने कुरा रहेछ त। पानी आउँछ होला। गाइजहरू अहिले चाहिँ हामी ठ्याक्कै दमक चोक पुगिसकेको अवस्था छ। आजको हाम्रो यात्रा चाहिँ पूर्वको यात्रा हुनेछ। आज चाहिँ ठ्याक्कै हामी दमक चोकमा अहिले पुगिसकेको छौँ। हामी चाहिँ अहिले सिटीमा हिँडिरहेको अवस्था छ। अब हाम्रो ठ्याक्कै पूर्व बस स्ट्यान्डबाट हाम्रो गाडी चढाइ हुन्छ, हामी गाडी चढ्नेछौँ। अब अहिले चाहिँ ठ्याक्कै हामी आकाशे पुल पुगिसकेको अवस्था छ। अब हामी ठ्याक्कै पूर्व बस स्ट्यान्ड जाँदैछौँ। पूर्व बस स्ट्यान्ड पुगेपछि हामी भेटौँला गाइजहरू। गाइजहरू अहिले चाहिँ हामी गाडी चढिसकेको अवस्था छ। पूर्व बस स्ट्यान्डबाट हामी चाहिँ गाडी चढिसकेको अवस्था छ। अहिले चाहिँ हामी गाडीमा छौँ। अबको हाम्रो यात्रा भनेको यो रतुवा पुल हुँदै हामी अब पूर्वतिर हामी लाग्दैछौँ। आजको हाम्रो यात्रा भनेको पूर्वतिर हुनेछ गाइजहरू। हेरेर साथ सपोर्ट गरिदिनु होला। हामी अब गाडी चढेर पनि हामी हिँडिसक्यौँ। अब हामी यहाँबाट लगभग आधी घन्टामा हामी हाम्रो डेस्टिनेसन पुग्नेछौँ। हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला। अब हामी हजुरहरूले सबै कुराहरूको अपडेट गर्दै म जानेछु है त। सबैजनालाई अब केही छिन पछाडि भेटौँ है त गाइजहरू। अहिले चाहिँ म ठ्याक्कै गाडीमा बसेको अवस्थामा छु है। सबै साथीहरू कोही पछाडि कोही अगाडि बसिरहेछन्। गाडी खुल्लै भएको अवस्थाले गर्दाखेरि चाहिँ लगभग अब जहाँ मन लाग्यो त्यहीँ बस्न पाइने, सबै प्रायः जस्तै सिटहरू खाली। अलिकति बिहान भएको कारणले गर्दाखेरि पनि हुनसक्छ। त्यही कारणले पनि अब हामी चाहिँ एकदमै सिङ्गल रमाएर गइरहेछौँ। यहाँनिर चाहिँ अब जहाँ बसे पनि हुन्छ अहिले तत्काल। बाहिरको भ्यू एकदमै राम्रो देखिएको छ। अब यो बिहानको मौसम एकदम खुलेको छ आज, त्यही भएर एकदमै राम्रो क्षितिज देखिरहेको अवस्था छ। जहाँनिर चाहिँ एकदमै रमणीय सुन्दर डाँडाकाँडाहरू पनि देखिएको छ। एकदमै राम्रो रमाइलो भ्यूहरू हेर्दै हामी यात्रा गरिरहेछौँ। अहिले चाहिँ गाइजहरू हामी ठ्याक्कै केर्खा कटेर पनि हामी अगाडि बढिसकेको अवस्था छ। बाटो एकदमै खराब छ है। बाटो एकदम खराब भएको कारणले गर्दाखेरि गाडी एकदमै बिस्तारै कुदिरहेको अवस्था छ। तैपनि केही छैन,
अब बिस्तारी गए पनि ठाउँमा समयमै पुगियो भने त भइहाल्छ होइन। तर बाटो चाहिँ एकदमै खराब छ यहाँतिर। अब बाटो एकदमै बिग्रेको कारणले गर्दाखेरि गाडीलाई पनि एकदमै गाह्रो भइरहेको अवस्था महसुस गरिरहेछौँ हामीले। तैपनि जे जस्तो भए पनि हामी अगाडि बढिरहेछौँ। अहिले चाहिँ गाइजहरू म चाहिँ गाडीमा एकदम चाहिँ अगाडि बसेर चाहिँ सबै साथीहरूलाई यसो विचार गर्दैछु। म चाहिँ गाडीमा अगाडि गुरुजीसँग बसेर चाहिँ अगाडि गुरुजीसँग नि कुराकानी गर्दै गफसफ गर्दै हामी अगाडि बढिरहेछौँ। गुरुजीहरूको पनि आफ्नै टेन्सन रहेछ होइन। अब अहिले तेलको मूल्य बढेकोले गर्दाखेरि अब आफ्नै समस्या रहेछ, आफ्नो कुराहरू पनि राखिसक्नु भएको थियो होइन। तैपनि जे जस्तो भयो भने हामी कुराकानी गर्दै अगाडि बढिरहेका थियौँ। सबैजना साथीहरू आफ्नो आफ्नो तालमा बसिरहेको थिए, म पनि आफ्नो तालमा अगाडि ड्राइभरसँग गफसफ गर्दै हामी बसिरहेको थियौँ। यसरी नै हाम्रो यात्रा अगाडि बढिरहेको थियो। हेलो गाइज, हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको अवस्था छ गाइजहरू। यहाँ हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुगेको अवस्था छ है गाइजहरू। यहाँ हामी चाहिँ आइपुगेको अवस्था छ। हामी अहिले भर्खर झापाको कन्काईमा आइपुगेको अवस्था छ गाइजहरू। यहाँ ल जाउँ। अब हामी चाहिँ लागेको है गाइजहरू। हामी चाहिँ हाम्रो ठाउँमा आइपुगेको अवस्था छ है गाइजहरू। यहाँ यस्तो छ सबैजना। आम्मामामामा गाडीमा हल्लाएर यार के साह्रो हल्लाएको गाडी। विनोद कहाँ हिँडेको पेरेङ्गी बोकेर? म यसरी यहाँ दर्शन गर्न आएको थिएँ। दर्शन गर्न आएको हो त। ल हामी चाहिँ ठाउँमा आइपुगेको अवस्था छ। अलिक परतिर यतातिर पनि पाउँछ कि, तर अलिक परतिर राम्रो हुन्छ। ल गाइजहरू हामी चाहिँ आइपुगेको अवस्था छ यस्तो। हामी अहिले कन्काई माई मन्दिरमा हामी छौँ, आइपुगेको अवस्था छ यस्तो छ गाइजहरू। यहाँ कहाँदेखि छिर्ने ठाउँ, अहिले पूजा गर्ने ठाउँ कहाँ? त्यही त कहाँबाट? माथिबाट छ बाटो? पूजाको सामान सामान त यहाँ माथि पनि पाउँछ होला नि त। आमा म यहाँदेखि यत्रो बोक्नु त। एकछिनमा आउँछौँ है, माइन्ड नगर्नु दिदी। एटिएम निकाल्छु। एटिएम के को एटिएम? यहाँ त एटिएम त पाउँदैन नि। एटिएमहरू हुँदैन हौ यहाँ। यहाँ चाहिँ सबै यहाँ चाहिँ यो पूजा गर्ने सामानहरू पाउँछ है यहाँ चाहिँ गाइजहरू। यस्तो छ। त्यस्तै गाइजहरू यहाँ चाहिँ। ल आउ न। ठुलो छ नि यहाँ त, ठुलो छ, पुरै ठुलो अवस्था छ यहाँ चाहिँ। यस्तो छ। यो चाहिँ अलिकति पहिले भन्दा अलिकति भवन बनाएछ अहिले। पूजा गर्न जाने ठाउँ चाहिँ कता? यताबाट हो?
आम्मामामा पूजा सामानहरू लिनु छ अब लिनुपर्छ यहाँ ए यता चाहिँ हो यहीँ लिउँ हो कसरी यो पूजाको सयको छ उयोहरू सयको सबै हुन्छ नि त्यहाँ होइन यसमा यो हुन्छ त्यसमा अरू अरू धुप हालिदिनु त सयमा कसरी गोटा हो त्यो धुप यो 20 रुपैयाँ गोटाको त्यो हालिदिनु एक एक गोटा दुईटा दुईटा दिनु न यो यो दुईटा अर्को पनि एउटा हालिदिनु अर्कोमा त रहेछ धुप अर्को अरू प्लस पनि गरेको खिचाले खिचाले पैसा मुन्दा आइन्छ नानी यो वाउ वाउ ल ल जाउँ हिँड्नु त गाइजहरू हामी चाहिँ कन्काई नदी कन्काई पुलमा आइसकेको अवस्था छ यहाँको पुलको अवस्था चाहिँ यस्तो छ हेर्नुहोस् है एकदम डेन्जर छ अब यस्तो छ है गाइजहरू यहाँ ल ल हिँड्नु त गाइजहरू हिँड्नु न बिस्तारै बिस्तारै एकदम भाइ अङ्कल सुन ल अङ्कललाई नछोड अङ्कललाई यस्तो छ है यहाँ गाइजहरू एकदमै गाह्रो अवस्था रहेछ हौ यहाँ त बाटो अप्ठ्यारो त्यही माथि बानी हरायो हिँड्ने गाह्रो छ आम्मामा पूजा सकेर आउनुभएको तपाईँहरू आम्मामा ल डह्रो पक्रियो है पावर हुनु पर्यो विनोद जाँदैछ पुरै विनोद जाँदैछ है विनोद त्यहाँ चाहिँ गाह्रो हुन्छ म लड्छु के को लड्छु हो त्यो एउटा रुख एउटा दाउरामा हिँड्नु म एउटामा हिँड्छु भइहाल्यो सक्यो ए के हो यस्तो के हो यस्तो ल हामी चाहिँ माइमा आइपुगेको अवस्था छ है गाइजहरू यहाँ चाहिँ अब यस्तो छ सबैजना तिमीसँग ओहो पूजा गरेर फर्किनु भएको कति छिटो हो नि हजुर पढ्नु पो के भन्नु यसो पढ्नु पर्छ होला नि त के पढ्नु पर्यो हो र त पढ्नु के पढ्नु पर्यो भन्नु न भाकल अब केही छ भने तपाईँहरूको भाकर छ नि हो भाकल छ त्यही भएर पढ्नु पर्यो होइन हामी चाहिँ यहाँ माया आइपुगेको अवस्था छ है गाइजहरू यस्तो छ यहाँको अवस्था यस्तो छ सबैजना यहाँ यस्तो छ मोटे र म चाहिँ यहाँ यस्तो छ है त्यो त होइन हौ अलिक माथि कतातिर जानुपर्छ हौ सबैले यता गरिसकेको फोहोर हुन्छ नि त हुँदैन नि के को फोहोर हुन्छ हौ एउटै कुरा त हो नि त्यो जाँ पनि नदीमा बगेर सबैतिर गरिसकेर सबैको फोहोर कहाँ त्यस्तो हुन्छ हौ फोहोर माथिबाट बगेको हुन्छ त्यस्तो अवस्था भयो भने त गाह्रो विषय भयो त जे होस् अब यहाँ चाहिँ आज शनिबार भएर होला अधिक छ मान्छेहरू अधिक छ है मान्छेहरू अधिक छ यहाँ चाहिँ धेरै छ मान्छेहरू पूजापाठ गर्ने आफ्नो भाकल बुझाउनेदेखि लिएर सबै कुराहरू छ है त्यस्तो छ ल गाइजहरू अब हामी चाहिँ पूजापाठ गर्नेतिर लाग्नेछौँ अब सबैजनालाई एकछिन पछाडि भेट्ने है त गाइजहरू यसो गरेर पानी समाउनु हरिओम तत्सतम विष्णु विष्णु हजुर पनि आउनु न एकछिन निकै हो चोप देखाउनु पर्यो हरिओम लु मैले पढेँ हरिओम तत्सतम विष्णु 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 थाले विष्णु कुले विष्णु सर्वै विष्णु जगत विष्णु विष्णु विष्णानव सर्वै मलाना तत्सम ज्वालामाला कुले विष्णु सर्वै विष्णु
जगत विष्णु देउमाई पौमाई ठुली माई बडी माई सात संसारी माई सात कन्या माई भगवती फाकपोक माई माई ठकुरानी गजुरमुखी पाथिभरा अर्जुन धारा माई सप्त माई श्री सूर्य नारायण भगवती माता माई ग्राम स्थाने शनि भास्करे तित्या तिथौ अदेह हामी के थरी राई मगर राई राई पनि मगर पनि राई पनि मगर के मगर राणा राणा मगर भनेपछि आत्रा गोत्र समस्त परिवार सुख शान्ति आयु विधि रोग व्याध भय कष्ट दुःख दाली र चिताएका मनोकामनाहरू पुरा रोग निवारणका निमित्तका कनका गङ्गा मैया भगवती पूजदानमा भाकल सम्पन्न परिवार हामीले पहिल्यै भाकल गरेको थियो कि आज मात्रै गरेको पहिले कति वर्ष अगाडि कति वर्ष अगाडि हौ भाकल गरेको योभन्दा धेरै अगाडि भयो 3 वर्ष होला हौ 3 वर्ष अगाडि गरेको भाकल आज सम्पन्न गर्न भनेर कन्काई माईको तटमा बसेर धिपम झुपम 5 वर्ष हुन् 5 वर्ष अगाडि गरेको भाकल सम्पन्न गर्न आज कन्काई माईको तटमा बसेर धिपम धुपम नैवेदम चन्दन अक्षता गर्दै आराधना सेवा अर्चना गर्नेछौँ हजुरका पाउमा परेका छौँ सम्पूर्ण हामी मगर परिवार र राई परिवार काँसी गोत्रका समस्त परिवारमा सुख शान्ति आयो विधि रोग व्याध भय कष्ट दुःख दाली हिँड्दा डुल्दा खाँदा खेल्दा बाटो घाटो देश विदेश परदेश सफल कुशल समस्त परिवारमा सुख शान्ति रोग निवारण बालगोपालमा पढाइमा अग्रस्ता ओम देवता लक्ष्मी माता प्राप्त जय करुणा जय भगवती माता संस्थान देवता सर्वै नारायण हजुरको नाम सुमन राई श्रीमती सुनिला नानीहरू नानी छैन सम्पूर्ण समस्त परिवार हजुरको मेरो विनोद राणा मगर श्रीमती विपनमा चाहिँ प्रेम बहादुर राणा श्रीमती सुनिता मगर नानीहरू भन्नु नाम अस्मिता आकृति अनि समस्त परिवार सुख शान्ति रोग निवारणका निमित्तका कनका गङ्गा मैया भगवती पूजदानमा देवता सर्वै मन नारायण भाकल थिए भने हाम्रा बुवा बाजे हजुरबा कुप्रा बालुप्रा बा कसैले गरेका भाकल थिए भने सम्पन्न आज जय करुणा जय भगवती माता जोडी सुन पङ्खी कति जोडी छ एक जोडी सुन पङ्खी लिएर आएका छौँ है भगवती माता सम्पूर्ण हजुरको सेवा अर्चना गर्दै सात संसारी माई भगवतीलाई एक जोडी परेवा ल्याएर उडाउने भाकल थियो हाम्रो भाकल सम्पन्न गरेर स्थान स्वीकार गरिदिनु होला भगवती माता ओम देवता सर्वै मङ्गलम तस्तम हमकारी चाहिँ छोडिदिनु पानी यसो हात चाहिँ चोपेर यसो घुमाउनु यसो यहाँ आऊ न यसरी यहाँ घुम न हो आऊ न आसन भनेर फुल सबैमा राख्दै जानु अब बहिनीहरू उठ्नु त बहिनीहरू नानीहरू त्यो यो यसको फुल एउटा एउटा चढाउँदै जानु यहाँबाट यहाँदेखि चढाउँदै जानु एउटा एउटा यसरी तल भुइँमै चढाउँदा नि हुन्छ यसरी थोरै थोरै चढाउँदै जाने है ल ल ल ल हामीले पूजा गरेको छु देख्नु पर्यो ल ल माला पनि लगाइदिनु हो त्यहाँ मङ्गलाय नमः तनु हरि देवता सर्वै नारायण छैन छोडिदिनु छ नि किन छैन यी ओम धुरसे धूपम दीपम नैवेद्यम चन्दन अक्षता गर्दै आराधना सेवा अर्चना गर्दै हजुरका पाउमा परि सम्पूर्ण हाम्रा परिवार सुख शान्ति रोग निवारणका निमित्तमा कनका मैया भगवती पूजिता सबै नारायण आवनमा आसनम पाद्यम अर्घम शुद्ध जलम सुतान देवता सबै नारायण देवताहरू नारायण ब्रह्मा मुरारी श्रीपुत्रले सबै मङ्गलम नारायण अब आफ्नो आफ्नो घरको देवता मान्ने सम्झिनु आफ्ना घरका कुल पितृदान देवता सर्वै नारायण आठानी चारानी बाह्रनी मान्ने गुन्ने महारानी बुढी बजु काँसे आङ्ना इमा सङ्घमा जदौ माई ठकुराली जबै नमो नारायण नमस्कार ओम देवता सर्वै हजुरले यहीँ गाडिदिनु अगाडि अब यहीँ गाडिदिनु यहीँ गाडिदिनु नानी भाइ यहीँ गाडिदिनु त्यो त पऱ्यो भने हुन्छ नानी पहिला हो देवता सर्वै परमेश्वर भगवती माता सुन्नु होला भयो नानी भयो ल अब छोएर बस्नु ल म कोही पढेर जान्छु ल देउ माई पाउ माई छोरी माई बडी माई सात संसारी माई सात कन्या माई भगवती ठाकुर माई माई ठकुराली तिमीलाई परमेश्वर यो जोडी सुन पङ्क्ति उडाउँछु भनेर 5 वर्ष अगाडि गरेको भाकल आज सम्पन्न गर्दैछौँ भगवती माता नारायण ल सातचोटि उडाउनु शिरमा छाउनु यहाँ यो बत्ती बाल्नु ल बत्ती बाल्नु दुईजनाले बाल्नु खै ऊ कहाँ छ लाइटर त तिनीहरू पनि बगाउनु पऱ्यो होइन थोरै थोरै हाल्नुपर्छ तपाईँ बाल्नु म हालिदिन्छु नियमै त्यस्तै छ यो अब यहाँ पूजा गर्ने त्यो पर्दैन त्यो पर्दैन त्यो घरमा लैजाने पठानु बाल्नु न नानी पहिला चलाइले बाल्नु न अहिले राखौँ न फुल पहिला बाल्नु न लाइटर छैन लाइटर खै हाम्रो लाइटर हो कसले ल्याएको थियो लाइटर लाइटर थियो नि हाम्रो
यता ल्याऊ यता ल्याऊ अहिले हुन्छ बलले दिनु यता लाइटर दिनु यहाँ राख्नु भैमा राख्नु ल फुलहरू पनि राख्नु त्यहाँ राखेर फुलहरू राख्नु दाहिने हातले राख्नु न थोरै राख्नु न एउटा कति पैसा छ डलर 5 रुपियाँ निकाल्नु त्यो पर्दैन कुरो अघि 42 सयको अब हामीले जुन चाहिँ म दिनु तपाईँलाई यो लगाउनु बाबा ल उठाउनु दुईजनाले उठ्नु 1000 रुपियाँ उठ्नु 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 उठाउनु ल घुमाउनु त्यसरी घुमाउनु हमारी काज 7.5 का अढाइया गरा शान्ति राहु र शान्ति सर्वै शान्ति भाकलन सम्पन्न ओम देवताय सर्वै मङ्गलम नारायण आवनमा आसनम पाद्यम अर्घम शुद्ध जलम संस्थान तथा सर्वै मङ्गलम नारायण देवतायहरू नमो नम नारायण सर्वै ग्रह दशा राहु र स्वामी पत्नी शान्ति सर्वै शान्ति भवन्तु गायन वाचा मन्त्रा बाबुजात्मना भप्रति सभाव करोमि यज्ञ सकलं परस्मै नारायण समस्तान तथा सर्वै नारायण आवनम आसनम पाद्यम अर्घम शुद्ध जलम संस्थान सर्वै मङ्गलम नारायण सर्वै मङ्गल मङ्गलिम शिव सारिकम भक्ते गौरी नारायण श्री भगवती माताले सोचेका मनोकामनाहरू पुरा हुन् रोग निवारण दुःख दारिद्र रोग व्याध भय कष्ट दुःख सिताएका मनोकामनाहरू हिँड्दा डुल्दा खाँदा खेल्दा बाटो घाटो देश विदेश परदेश जयन्ती मङ्गल काली भद्रकाली कपाली दुर्गा क्षमधात्री सदासनमस्ते सर्वै मङ्गल मङ्गलिम शिव सारिकम भक्ते गौरी नारायण नमस्ते यता कान्छी अलि उडाउ जयन्ती मङ्गल काली भद्रकाली कपाली जम्ले हो कि क्या हो त देवताय सर्वै नारायण हो देवताय सर्वै नारायण सर्वै मङ्गल धेरै पढ्ने ज्ञानी हुने ठुलो मान्छे बन्ने ओम देवताय सर्वै हजुर एकदम जातमा धेरै पढ्ने ज्ञानी हुने ठुलो मान्छे बन्ने अनि मोबाइल भनेको बिल्कुल नहाल्ने सम्पूर्ण स्थानमा जता सबै सुन्नुभयो नि म यो फुल सिउरिने माथि शिरमा सिउरिने शिरमा भन्नाले काँधमा हजुरहरूको कपालमा सिउरिने ल सम्पूर्ण गङ्गा जमुना हो भने के होइन कि तर त्यस्तै भन्छन् भयो अब गुरुबालाई यसो टिका लगाइदिनु ल गाइजहरू हाम्रो चाहिँ अब पूजा सकिसकेको अवस्था छ यहाँ यता पनि अब को अरे तपाईँको बोयफ्रेन्ड नाम भन्नु उसँग छिटै बिहे होस् होइन ल तपाईँको छिटो चाँडै बिहे हुन्छ है त अर्कोचोटि आउँदाखेरि जोडी आइराखेको होस् यहाँ वैशाखमा बिहे होस् ल तपाईँलाई शुभकामना है शुभकामना निम्ति गर्ने सम्झिनु ल कहाँको मङ्गलबार हौ ए ल ल बिहे खान चाहिँ आउने भयो ल गाइजहरू यहाँ चाहिँ यस्तै छ है अब पूजा चाहिँ गरिसकेको अवस्था छ यो भर्खर पूजा गरेर यस्तो छ यस्तो छ है यहाँ चाहिँ आज शनिबार भएको कारणले गर्दाखेरि एकदम व्यापक छ ऊ त्यो उसरो ल्याउ र खुसी त्यो परको त्यो हो त्यो दुइटै यताको झोला त हाम्रो होइन त्यो ल ल है गाइजहरू अब हाम्रो चाहिँ लिएर आऊ है अस्मिता एउटा बोक यस्तो छ यहाँ चाहिँ
आजको अवस्था यस्तो छ यहाँको सबैजना। आज मेरो भाकल पुरा भयो। राम्रो सोचेको नेस राम्रो होस् है। माईमा आएर पूजा गर्नेको सङ्ख्या चाहिँ अधिक देखियो आज चाहिँ यहाँ, किनभने शनिबार भएर पनि हुनसक्छ। अब सबैतिर यस्तै छ हेर, यस्तो छ है गाई चरी यहाँ चाहिँ। अब सबैजना आफ्नो आफ्नो दालमा छन्, कसैको भाकल बुझाउने, कसैको के यस्तै छ नि। मनोकामना पुराको लागि मान्छेहरू आउने गर्छन् नि यसरी, के गर्नु। ल गाइजहरू, अब हामी चाहिँ पूजासुजा गरिसक्यौँ। अब चाहिँ हामी लाग्ने अवस्थामा छौँ गाइजहरू। अब हामी पूजा गरेर पनि अब हामी फर्किने अवस्थामा छौँ है गाइजहरू। आज हाम्रो कन्काई माईको पूजा यस्तै रह्यो। विनोदजी के छ? विनोद दाईको हालखबर? मेरो एकदम मलाई खुसी लाग्यो एकदम। आज मैले पुरा गरेर म दर्शन गरेर म फर्किएको छु। मेरो आज सोचेको काम पुरा होस् भन्न चाहन्छु। के भयो? त्यो त माथि पो त यहाँ होइन, माथि किन्ने हो। ल गाइजहरू यस्तै छ है आजको हाम्रो पूजापाठ गराइ सबै यस्तै छ सबैजनाहरू। अब हामी मिलाएको है गाइजहरू। अब चाहिँ यस्तै छ। अघि हामी यही बाटो आएको त? म अहिले त अनि पानी आइरहेछ त बढेको ल। अब हामी चाहिँ लागेको है गाइजहरू। हो गाइजहरू, हामी चाहिँ यहाँ ठ्याक्कै अब खोलाको सबै भाकलहरू बुझाएर पूजासुजा गरेर हामी चाहिँ यहाँ फर्किसकेको अवस्था छ। अब चाहिँ अहिले यहाँ पसलमा आएको अवस्था छ। हाम्रो कति पो भएको थियो पैसा? त्यो उता हातमा बोकेन, उता बाल्नुपर्छ त धुपहरू। ए त्यसो भने त्यता गएर आउँछौँ नि। अहिले तत्काल के चाहिन्छ भन्दाखेरि मन्दिरमा के चाहिन्छ भित्र छिर्दा? देवी भन्दा नि उतै मेनमा चाहिँ जाने हो। अगरबत्ती छ होला, छ बाती होइन, अगरबत्ती चाहिँ एउटा थपिदिनु न बरु। त्यो अगरबत्ती। ल अगरबत्ती भयो। ल अब हामी एकछिन निस्किन्छौँ। ल जाउँ। अब हामी चाहिँ मेन मन्दिरमा जाने। मेन मन्दिरमा जाने। यहाँ जुत्ता चाहिँ हराउने सम्भावना। आउनु त। भगवानको दर्शन गरेर आफ्ना परिवारको सुख शान्तिको कामना गर्दै भक्तजनज्यूले भगवानको पाउमा 105 अब मेन मन्दिरभित्र हामी जान लागेको। मनोकांक्षा पूर्ण भएर जाउन्, शारीरिक मानसिक रोगहरू थिए भने शान्त भएर जाउन्, यस क्षेत्रका भाकलहरू थिए भने पनि आजदेखि पूर्ण भएर जाउन्। श्रीमाईश्वर भन्नुहुन्छ, हे महामाया, हे महाप्रभा, हे गायत्री देवी, हजुरको जय होस्। हे सौभाग्यशालिनी, हजुरका सौभाग्य बल आनन्द सबै असीम छन्। दिव्य सुगन्ध एवं सुगन्धित चन्दनको अनुलेपनले हजुरका श्री अङ्गहरूको सेवा बढाइरहेका छन्। हे परमानन्द दायिनी देवी, दिव्य फुलमालाहरूले हजुरको सेवा बढाइरहेका छन्। हे महेश्वरी, हजुर वेदीको माता हुनुहुन्छ, हजुर नै तिनै विशिष्ट अक्षरमा अवस्थित हुनुहुन्छ। हजुर तीनवटै लोकहरूमा व्याप्त भएर रहनुभएको छ र तीनवटा बुद्ध तत्त्वमा अवस्थित हुनुहुन्छ। हे महामाया, हे देवी,
हजुर बुद्धि ऐश्वर्य एउटा ओमकार स्वरूपले हुन्छ एक परमेश्वरी हजुरले नै सबै तत्त्वमा विराजमान भएर सबै प्राणीको कल्याण गर्नुहुन्छ हजुरलाई मेरो नमस्कार छ यस प्रकार परम शक्तिशाली भगवान श्री शङ्करले देवीको स्तुति गर्नुभयो र देवताहरूमध्ये अत्यन्त उच्च स्वरमाथि परमेश्वरीको जय जयकार गर्नुभयो कहाँ मेरो पानी आउन पाउ चाचा नाटकको हेर्नु यस्तो कस्तो यता चाहिँ पूजा गर्दै हुन्छ यहाँ चाहिँ सबैजनाले टिका लाउने दक्षिणा दिने कार्यक्रमहरू भइरहेछ यहाँ चाहिँ गुरुबाबाट सबैजनाले यहाँ पूजापाठ गरेको अवस्था छ है सबैजनाले धन्यवाद भक्तजनज्यू सुमन राई सब परिवार 400 दमक 5 बाट भगवानको दर्शन गरेर आफ्ना परिवारका सुख शान्ति होस् र आफ्नो शारीरिक मानसिक आगन्तुक भवरोगहरू शान्त भएर जाउन् सधैँभरि भगवानमा मन लागिरहोस् सधैँभरि सहयोग गर्न पाइरहौँ भन्दै भक्तजनज्यूले यो 100 प्रदान गर्नुभएको छ यहाँका मनोकांक्षा पूर्ण भएर जानेछन् भगवानको सदा सर्वदा आशीर्वाद बनिराख्नेछ यसरी नै सधैँभरि धर्ममा मन लागिरहोस् धन्यवाद गाइजहरू हामी चाहिँ अब पूजा गरेर फर्किँदै गरेको अवस्था छ हामी चाहिँ पूजा गरिसकेर फर्किँदै गरेको अवस्था अब चाहिँ गाइजहरू यस्तै छ है यहाँको चाहिँ यो चाहिँ उता बुझाएर आउन भनेको खुसी यो पनि लगेर चढ भगवतीको पाउमा दर्शन गरी टीका प्रसाद रक्षाको बन्धन धुरा बाँधेर जाने भक्तजनहरू आइरहनु छ तपाईँहरूले पनि यथाशक्ति सहयोग गरेर जान सक्नुहुनेछ भगवती माताको माई मन्दिरमा भगवती मन्दिरको पनि दर्शन गरियो माई मन्दिरको पनि दर्शन गरियो सबै दर्शन गरियो सकियो अब यहाँ चाहिँ अब हल्का यसो के कार्यक्रमहरू छ ल हिँड्नु त माथि ल हिँड्नु ल जाउँ चामल ल्याउँदा पनि हुन्छ नल्याउँदा पनि हुन्छ अब यता भित्रतिर नि छिरेर गर्दा हुन्छ यो चाहिँ मेन मन्दिर हो यहाँको यस्तो छ है यो चाहिँ कन्काई माईको वरिपरि भएको सबै दर्शनार्थीहरू यहाँनिर चाहिँ भिडभाड एकदम छ आज शनिबार भएको कारणले गर्दाखेरि अत्याधिक मात्रामा चाहिँ हुँदो रहेछ यहाँ है यहाँ चाहिँ सबैजना नक्नुस्न यस्तो छ है सबैजना ल
धाकलीले बुझाएर परिवार जाने जाने भक्तजनहरू यहाँ आइरहनु छ। प्रदर्शन गरी सहयोग गरेर जाने भक्तजनहरू पनि आइरहनु छ। सबै भक्तजनहरूमा भगवती माताले सदैव रक्षा गरून्, केही अप्ठ्यारो यहाँ चाहिँ यो छ प्रसाद पनि सहज र शान्त गरेर जाउँ। धन्यवाद। र दर्शन गरी सबले सहयोग गरेर जाने भक्तजनहरू पनि आइरहनु छ। टीका प्रसाद रक्षाको बन्धन घोडा बाँधेर जाने भक्तजनहरू पनि आइरहनु छ। त्यो मामा चाहिँ माई यसलाई के भन्छ हौ माई खोला नि माई खोला कन्काई माई कन्काई माई खोला हो यो यहाँ माथि चाहिँ पुल छ म चाहिँ आज भन्दा भएको कन्काई माईको पूजा पनि सकेको अवस्था छ। सबैजनाको अनुहार मलिन छ, एकदम मलिन छ। अब यस्तो छ। ल यहाँको अवस्था चाहिँ यस्तै छ। अब यहाँ चाहिँ परेवा उडाउनेदेखि लिएर सबै यहीँ गर्दो रहेछ है। ल गाइजहरू, अब हामी चाहिँ पूजापाठ गरेर मन्दिर गएर टिका लाएर सबै गरेर अब चाहिँ खाजासाजा खाने तयारीमा हामी छौँ गाइजहरू। अब चाहिँ यहाँ खाजासाजा खाने, अनि त्यस पछाडि हामी चाहिँ अब आफ्नो गन्तव्य स्थानतिर लाग्ने भन्ने कार्यक्रम छ। यस्तै छ है गाइजहरू। अब हामी खाजासाजा खान्छौँ। विनोदले यहाँ खाजा खान थालिसक्यो। ल खुसी खाजा खाऊ। अब हामी खाजासाजा खान्छौँ गाइजहरू। यहाँ छ नास्ता आइसकेको अवस्था छ। अब खाजा खाने है गाइजहरू। हामी चाहिँ खाजा खाने अवस्थामा छौँ। अब खाजा खाने है गाइजहरू। यस्तै छ जिन्दगी। त्यो दाम चाहिँ खाजा दामी छ। नास्ता राम्रो रहेछ है गाइजहरू। राम्रो सस चिल्ली सस चिल्ली खोर्सानी हुन्छ क्या त्यहाँ। यस्तै छ खाजा खुवाइ यस्तो चलिरहेछ है गाइजहरू। यहाँ धमाधम हेलो साउजी, यहाँ आउनुहोस् न।
पुरी दुई दुईवटा थपिदिनु न ल यस्तो छ है नास्ता खुवाएँ बोल न दुई दुईवटा हालिदिनु न धेरै त खान सकिँदैन होला हौ साउरी सबै आफ्नो आफ्नो खाना खाने धुनमै छ हौ यहाँ त गाह्रो छ धेरै गाह्रो छ ल गाइजहरू अब हामी खाना खाँदैछौँ खाजा खाँदैछौँ भरेतिर अब हामी भेटौँ है त गाइजहरू अब भरेतिर भेटौँ के हुन्छ कसो हुन्छ है त्यस पछाडि भेटौँला ल गाइजहरू अब भरे भेटौँ है त गाइजहरू यहाँ चाहिँ पुरी पर्खिरहेको अवस्था छ है पुरी हरायो पुरी हराएर पर्खिरहेको अवस्था छ है गाइजहरू यहाँ त गाह्रो छ खाँदैछु म पनि एक हान्नु भनेको चाहिँ आइपुगेन पुरी हरायो है पुरी हरायो पुरी हराएर पर्खिरहेको वहाँका सम्पूर्ण परिवार यता चाहिँ हामीले अघि पूजाहरू सक्यौँ माईमा अब हामी जाँदैछौँ त अब त जाँदा हुनु हामी लाग्ने केमा माथि छ गाडी पाउँछ यता पनि त्यस्तो घुमेर खिचेर लिएर आउँछ सबैजना यता नमस्ते यहाँ तल चाहिँ आइँदैछ हाम्रो के अरे टोलीहरू यहाँको भ्यू यस्तो छ गाइस हामी चाहिँ अहिले परमा कन्काई माईमा भाकल गरेर आएको गाइजहरू यो चाहिँ एकदमै नेपालकै लामो पुल कन्काई पुलको अवस्था यस्तो छ है गाइजहरू एकदमै बबाल छ यहाँ यस्तो छ है गाइजहरू यहाँ एकदम मौसम यस्तो छ ल गाइजहरू अब हामी चाहिँ फर्किनु लागेको सबै खानपिन पनि सक्यो खाजा नास्ता पनि भयो अब हामी चाहिँ फर्किनको लागि गाडी पर्खिरहेको अवस्था छ गाइजहरू यहाँ बाटो क्रस गर्नु है अब हामी चाहिँ फर्किनु लागेको गाइजहरू गाडी पर्खिरहेको अवस्था अहिले हामी चाहिँ अब यहाँ गाडी आएपछि हामी जाने पानी पनि पर्नु आँटेको जस्तो देखिन्छ एकदम मौसम बिग्रिरहेको छ मौसम एकदमै खराब भयो अहिले चाहिँ हामी मन्दिर अब फर्किने अब जाने मन्दिर होइन हौ त्यो ए मन्दिर हो बनाउनु आँटेको रहेछ कन्काई माई भन्छ त पेमा लामा छ नि कहाँ बस्छ लास्ट अब हामी चाहिँ गाडी पर्खिरहेको अवस्था छ अब यहाँ हामी चाहिँ फर्किने गाइजहरू अब यहाँ पानी पर्ला जस्तो छ गाह्रो पो होला जस्तो छ हौ पानी पर्ला जस्तो पनि छ धेरै गाह्रो अवस्था छ अब खुल्ला बस त अब आफ्नो बाउको छैन क्या अरे अब आफूले आफ्नो बाउको गाडी छैन आफ्नो बाउको गाडी नभएपछि त अब जस्तो जे छ त्यसैमा मिलाएर त जानु पर्यो होला ल गाइजहरू अब हामी भरे भेटौँ ल हामी चाहिँ लाग्ने है त गाइज बाई 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 भरे भेटौँ ल है गाडी चढिसकेको अवस्था हामी चाहिँ गाडीको यात्रा यस्तै छ है
हाई अहिले चाहिँ हामी दमक आइपुगेको अवस्था छ है। दमक हामी दमकमा आइसकेको अवस्था छ गाइजहरू। अब यस्तो छ है दमकको बिहानको भ्यू यस्तो छ है। आज चाहिँ हामी दमकको भ्यू मौसम अलिक कस्तो कस्तो भएको छ, पानी पर्ला पर्ला जस्तो भइरहेको छ है। दमकको भ्यू यस्तो छ है गाइजहरू। दमक आइसकेको अवस्था छ है। हामी चाहिँ अब एकछिन दमकको हावा खाने, एकछिन दमक घुम्ने, त्यस पछाडि अब आफ्नो गन्तव्य स्थानतिर लाग्नु पर्ला। गाइजहरू यस्तै छ है यहाँको दमकको। अनि हजुरहरूलाई के कस्तो छ? यतातिर त पुरै पानी पर्ला जस्तो भइसक्यो। हजुरहरूतिर के कस्तो भइरहेछ? जोस आज राम्रो भयो, आज साथ दियो क्या भगवान्ले। आज चाहिँ देउस अब हामी माई गरेर आएको, जोस राम्रै भयो। राम्रो भयो, राम्रोसँगले पुगेर आयो होइन। यात्रा पनि सफल भयो, यात्रा पनि राम्रै भयो, सफल भयो, खुसी लाग्यो। होस् ल गाइजहरू घरै भेटौँ है। अब गाइजहरू हामी फेरि यहाँ चाहिँ नास्ता खानको लागि चाहिँ बसिरहेको अवस्था। अब हामी यहाँ नास्ता खान लागेको है गाइजहरू। यो हल्का फुल्का यसो नास्ताहरू खाएर अब फेरि हामी लाग्ने भन्ने छ है गाइजहरू। यहाँ यस्तो छ नास्ताहरू, यस्तो छ। अब खाजा खान लागेको है, फ्राई राइस खान लागेको गाइजहरू। ल गाइजहरू अब चाहिँ हामी खाजा नास्ता गरेर अब हामी घरतिर लागेको अवस्था छ। यहाँ सिडित दाईसँग लागेको है। अब हामी घरतिर लागेको गाइजहरू। अब यस्तै छ है। अब आजको यात्रा यस्तै रह्यो हाम्रो। के कस्तो हुन्छ भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइबहरू सबै गरिदिनु होला भन्न पनि चाहन्छु म सबैजनालाई। र आजको हाम्रो यात्रा के कस्तो रह्यो हजुरहरूले सबै हेरिदिनु होला, हेरिदिनु पनि भयो होला भन्ने आशा पनि राखेको छु। र अब हामी घरतिर हिँडिरहेको अवस्था छ। अब हामी घर पुग्छौँ अनि त्यस पछाडि हामी भेटौँला है गाइजहरू। ल है गाइजहरू अब हामी चाहिँ घरमा आइपुगेको अवस्था छ है गाइजहरू। यस्तै छ हाम्रो घरमा पनि आइपुगेको अवस्था छ। अब आजको यात्रा यस्तै रह्यो। के कस्तो भयो यात्रा हेरेर साथ सपोर्ट गरिदिनु होला है गाइजहरू। ल हामी चाहिँ आइपुगेको है। ल फाइनल्ली हामी घर आइपुगेको अवस्था छ है गाइजहरू। ल आजको हाम्रो यात्रा यस्तै रह्यो। हेरेर साथ सपोर्ट गरिदिनु होला गाइजहरू। के कस्तो भयो अब हामी नेक्स्ट भिडियोमा भेटौँला है गाइजहरू। बाई बाई सबैजना। बाई बाई।